अब सुनौ मौसम खबर। आज दैलेख सहित देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। दैलेख जिल्लाको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अबको 3 दिनको मौसम भने दैलेखमा सफा नै रहने मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो। एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम सम्भावना छ, त्यो पनि धेरै कम सम्भावना छ। अब आगामी 3 दिन हेर्दाखेरि पनि कर्णाली प्रदेश र दैलेखमा आज जस्तै गरी त्यस्तो उल्लेख्य परिवर्तन नहुने तपाईँको चाहिँ हल्का सम्भावना चाहिँ रहिरहने जस्तो देखिन्छ। उहाँका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।